नमस्कार। हामीहरूको काँडछाँड र सबै सहरहरूको कार्यक्रम सहभागितामा तपाईँहरूलाई भिडियो प्रस्तुत गर्नेछु। हाम्रो सर पुरानो गाउँ बैलकाटिया गाउँ भन्ने यहाँभित्र रहेछ नि गाउँ चाहिँ ठुलो होइन? यो त पुरानो तलिम गाविसै हो त। यहाँदेखि माथिसम्म त गाविस उम्हाला पढ्यो तलिम गाविस होललाई उम्हाला भन्छन्। अब यो आजको हाम्रो व्यवस्थापन कामदानी यसको मतलब जुम्ला जिल्ला स्याउको एकदमै हब जिल्ला हो, ठुलो जिल्ला हो। जुम्लामा कहीँ नभएको सुपर जोन ठुलो आयोजना जुम्लामा छ। त्यसका लगायत नाफा पनि जुम्लामा छ, आरएसजिएपी जुम्लामा छ, अनुसन्धान केन्द्र पनि 3टा छन्, विकास कार्यालय पनि छ, ठुल्ठुलो एनजिओ आइएनजिओ र हामीसँग सरकार दाखिल निकायहरू धेरै छन्। त्यसकारण जुम्ला जिल्लाको लागि समृद्धि र आत्मनिर्भर स्याउमा बनाउनुको निम्ति हामीले यो सिजनल काम विगतको दिनमा जिल्ला स्तरीय कृषक तालिम, प्रदेश स्तरीय प्राविधिकको तालिम र अब प्रत्येक फिल्डमा पालिकाका जिल्लाका 8वटा पालिकाका 60वटा वडामा कम्तीमा हामी 30वटा स्थलगत तालिम दिनेछौँ भन्ने यो कार्यक्रमको ध्येय रहेछ नै। तर काटछाड गर्दा कसरी काटछाड गर्ने, सबैले कपालको रौँ काटे जस्तै काटेको बगैँचा देखिरहेको छ, त्यो होइन। हामीसँग एकजना भाइ आउनु भएको छ प्रशिक्षक भाइ, कपाल जस्तै किसान हुनुहुन्छ, तपाईँहरूलाई सिकाउने हाम्रो किसान भाइ हुन्छ, एउटा फिर्दै हुन्छ। कपाल जस्तै किसान भाइ सिमलामा बसेर राम्रो अनुभव गरेको भाइलाई हामीले काटछाड भन्छ। स्याउ कति फल्ने, कस्तो गुणस्तरको फल्ने, कस्तो खालको कलरमा फलाउने भन्ने जिम्मा चाहिँ मुख्यतया कस्तो हुन्छ त भन्दा काटछाडको हुन्छ। हामीले कतै देखेको भरमा आफै काट्यौँ, कहिले फल्ने हाँगा काट्यौँ, कहिले नफल्ने हाँगा काट्यौँ, कहिले फल्ने रुखलाई पनि नफल्ने बनायौँ, कहिले चाहिँ फलिरहेको रुखलाई पनि के गर्यौँ त भन्दा कम फल्ने बनायौँ। यो भनेको हुन त विभिन्न तालिमहरू भए तापनि एकमुष्ट रूपमा यसरी तपाईँहरूलाई ल्याएर आज हामीले देखाउनुको मुख्य उद्देश्य भनेको बगैँचा व्यवस्थापन अन्तर्गत चाहिँ काटछाडलाई कसरी चाहिँ तपाईँहरूको चाहिँ राम्रो बनाउने एकजना विशेषज्ञ ल्याएर नै आएका छौँ। र साथै अब हामी छिट्टै नै बगैँचामै गएर चाहिँ व्यवस्थापन कार्यक्रम गर्नेछौँ र यति भन्दै फेरि पनि सम्पूर्णमा चाहिँ यस्तै स्वागत गर्दै म चाहिँ I don't ever slow up, no I don't take shit, I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up. एउटा बगैँचा व्यवस्थापन तथा काटछाड अभियानमा छौँ र हामीसँग हुनुहुन्छ हाम्रो शिव महजी र हामी केही कुराहरू सोध्दै र अनि अगाडि बढ्न गइरहेका छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ यो अब कति वर्षको बुट होला शिवजी? लगभग 7 वर्षको बुटो चाहिँ यहाँ अवस्था छ होइन। र अब जस्तै हामीले यो बुटालाई चाहिँ सुरुबाटै तालिम राम्रोसँग गर्नु परेको भए चाहिँ कस्तो गर्नुपर्ने थियो र यो बुटा चाहिँ अलिकति बिग्रे जस्तो पनि देखाएको छ होइन? हजुर, खासमा के गल्ती भएको छ त्यो पनि भन्दैन न है? के गल्ती गर्नुभयो किसानहरूले? फर्स्टमा चाहिँ स्टेप बनाउँदाखेरि योभन्दा यसलाई चाहिँ 40% कम कमजोरमा राख्नु हजुर होइन। त्यसपछि यो बनाइहालेको अहिले काटेको भनौँ पहिलाको हेडब्याग यहाँ छ है। हजुर, यो हेडब्याग यहाँबाट काटेर आउनुपर्ने त यहाँ हो नि, तपाईँ भएकोतिर आउनुपर्ने नि त हो होइन, यहाँको डाइरेक्सनले। हजुर, र यो हाँगा यता लग्यो, यहाँ पुगेर यहाँबाट यता मोडियो, हजुर, यहाँबाट लगेर यता लाग्यो। अनि त्यो बिचमा फाट्या छ नि, यो फाट्या चाहिँ किन रहेछ? यहाँ हेडब्याग हानेको छ नि जुन यो हेडब्याग त्यो कटाइको चाहिँ ग्रोथलाई खेप्न नसकेर अनि यहाँ फुट्या भन्नुभयो होइन? जो स्याप प्रेसर छ हजुर, उसको सर्कुलेसन छ नि, हजुर, सर्कुलेसनको मात्रा एकदम धेरै हाई हुन्छ। हजुर हजुर, यहाँदेखि काटेर माथि यतिलाई पाल्ने कि धेरै रोक्यो भने त फाटिहाल्यो। फाटिहाल्यो। ए त्यही भएर अब तर फट्ने नै त्यो बिमारी भनेदेखि माथि यहाँ त्यो बिमारी यहाँसम्म हुन्छ। हजुर हजुर आएन भने रोग त यहाँ पनि आउने। हजुर। न अब चाहिँ हामीले थिनिङ आउट कति बेला गर्ने, हेडिङ ब्याग कस्तो गर्ने होइन, फल्ने जुन त्यो मुनाहरू छ स्पर्श त्यसलाई चाहिँ कसरी विकसित गर्ने र अनि साथसाथै यो जुन हाम्रो पहिला चाहिँ तपाईँहरूले के भन्नुभयो? हजुर, मुना
फल्ने मुना चाहिँ कसरी बनाउने भन्ने कुरामा चाहिँ बिमा हजुर यो बिमा बनाउनलाई आएका हाँगाहरू छ नि हजुर हजुर यिनी सहायक हाँगाहरू हजुर यिनीहरूलाई सर्वप्रथम त सबभन्दा पहिला कन्ट्रोल कन्ट्रोल गर्ने गर्नलाई तपाईँ स्टप कट बिमा बनिसकेको छ म हजुर 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 स्टप कट भन्नाले म तपाईँले यो हाँगामा देखाउँछु हजुर यहाँबाट यो आयो यहाँ हजुर। बिमा बनिसक्यो ठिक छ यहाँ स्टप कट भनेको तपाईँको 4 उसमा 4 इन्चमा 4 इन्चमा यदि यिनी हानेको भए हजुर बन्थ्यो त्यही पनि उहाँहरूले के गर्नुभयो यो 2 वर्ष लगभग यिनी हाँगा ओपन छोडेको 2 वर्ष जति भयो अहिले हजुर अब यहाँ बट भने यो रिङ बन्यो यहाँबाट कन्ट्रोल गर्दै बिस्तारै आउने तर हाम्रो यसमा त्यति चाहिँ यसमा पाल्ने क्षमता छैन यहाँ कम आउँदा हुन्छ डाइरेक्ट बिमामा आउँदा नि फरक पर्यो हजुर यसमा नि यहाँ बिमामा आउँछ हजुर अनि यहाँ छ यहाँ म बिगमा बिग प्लस सुपरहरू छ होइन स्परहरू पनि छ हजुर स्परहरू छ त्यही भएर यो चाहिँ मैले फालिदिएँ यो चाहिँ ग्रोथ ज्यादा छ यसले कन्ट्रोल हुन्छ हजुर यसमा पनि सेम मेथड यो पनि मैले फालेँ हामीले त्यो नेतालाई माथि विकसित गर्नको लागि चाहिँ त्यसका चाहिँ कम्पिटिसन गर्ने हाँगाहरूलाई चाहिँ फाल्यौँ होइन रिभर्स कट छ नि यो हजुर। यो कटहरू नफाल्दा यो बिमारी त्यति बढिरहने कि यहाँ फिलअप भयो भने प्रेसर माथि जान्छ स्याप प्रेसर होइन हजुर। सस माथितिर जानलाई सजिलो हुन्छ माथि गयो भने यहाँ असर पर्छ जस्तो यहाँ फाले हजुर। फाले अब यहाँ हाम्रो ल अब यो कुरा पनि भन्नु पऱ्यो जस्तै हामीले सुरुमा तपाईँले काट्नु भयो नि 20 भागबाट अब त्यसलाई कति बढाउने भन्ने कुरा केले निर्धारण गर्छ त्यो कटाइको लेन्थले निर्धारण गर्छ होइन हाम्रो ल कति छ यो बढाउने छ होइन बढाउने छ एकछिन म तपाईँलाई युनिट फालेर देखाउँछु यिनीहरू मैले कन्ट्रोल गरेँ हजुर यो रिङ हान्दा नि भयो यहाँबाट जाँदा यो धेरै नपाल्नु यो पनि पाल्नु अब मेन हाम्रो आयो यो छ कति फाल्ने र कति पाल्ने हजुर एकदम कति फाल्ने र कति पाल्ने अब हामीले यो गर्ने हो कि मलाई कतिको रुख चाहियो त एकदम। मैले रुख कत्रो बनाउने हजुर त्यो कन्सेप्ट ममा हुनु पर्यो नि त हजुर हजुर मैले यो रुख यो रोयल हो रोयल धेरै ठुलो जान्छ यसलाई बढाउँछु भने मैले यति काटेँ यसको डबल आउँछ अर्को पटक अब त्यसको ज्यादा चाहिएको त ज्यादा हो हजुर। तर सम्भव छैन छैन। किन यसको डबल हो अर्को वर्ष अझै पनि म 4 इन्चमा हान्छु 2 फुट फाल्यो भने 4 फुट आउने हो यहाँ 4 फुट आउन्जेलसम्म यो वृद्धि जुन छ नि हजुर त्यो यहाँ आइसक्यो हुन्छ कि माथि ग्रोथ खिच्यो भने न्युट्रिसन लाग्दै जाने त हो हजुर यो हजुर मोटायो भने माथि मोटिने हो क्या डाइरेक्ट त्यहाँ मोटिने हजुर हजुर त्यही भएर माथिको ग्रोथ खिच्यो भने यो लगायत आफू लगायत यिनीहरू सबैलाई मोटाउँदै जान्छ कि हजुर होइन हामीलाई मोटर चाहिने कि फल चाहिने हजुर बिमा कति छ बिमाको हिसाबले 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 80 5 85 85 दाना सम्हाल्न सक्छ 85 दानाको त एक पेटी भन्छ हो नि अब लिमिटेड राख्नु पर्यो दाना हाम्रो स्याउ फल्यो भनेर भनिदिन्छन् हजुर। भोलि न त्यसलाई खुराक पुग्दैन अर्को वर्ष फल्दैन। पानी पनि पाउँदैन मल हजुर। पाउँदैन झर्दै गयो जसलाई खुराक कम पर्यो झर्दै गयो हजुर, फेरि हजुर। खुराक कम पर्यो झर्दै गयो जसले लास्टमा चाहिँ जो बच्यो त्यसलाई मात्र ठिक पुग्छ त्यो दाना चाहिँ हाल्ने हजुर हजुर अनि अहिले तपाईँहरूले यो आज चाहिँ देख्नुभयो होइन किसानहरूले कस्तो गल्ती गरिरहेको महसुस गर्नुभयो तपाईँहरूले चाहिँ मुख्यतः यहाँ हजुर एउटा मात्रै छैन हर कटमा गल्ती छ जहाँ काटे नि मेन यहाँको किसानलाई यो जानकारी छैन कि मैले कसरी फल पाउँछु त फल म कसरी सहजै लिन सक्छु हजुर। फल लिने तरिका चाहिँ यो है त्यो छ क्या हजुर एक अर्काको फेसनमा लाएर उनीहरूले के गर्छन् एउटा सपनाको रूप मात्र बनाउँछ मेन हो। मलाई टक्क यस्तो रूप बनाउँछ त्यस्तो रूप चाहियो तर सपना जस्तो स्याउ भन्दैन क्या स्याउको सपना कस्तो छ होइन उसको जीवन के हो लाइफस्टाइल कस्तो छ त्यस्तैमा निर्धारित रह्यो त्यसलाई कन्ट्रोल गर्दै मात्र जाने हो क्या हामी भने हजुर हजुर अनि मात्रै यो जाँदै जाँदै जान्छ यो हिँड्दै गर्छ हामीले यसलाई तलमाथि नजा है बाटोभन्दा बाहिर नजा हजुर हजुर बच्चा हिँडे हुन्छ नि त हजुर। नलोटोस् भनेर हामी धराल्ला लाग्ने हो क्या हो। त्यो जमिनमै नरोस् भनेर धराल्ला लाग्यो होइन नि त बेच्नेलाई हो। त्यही भएर यो यताउता कहाँबाट बाहिर जान्छ हामीले कन्ट्रोल मात्र गर्ने हो तर रुखले आफ्नो नक्सा आफै पुर्याउँछ आफ्नो जाने बाटो कन्ट्रोल गर्दै गयौँ भने मात्र हजुर यो गएन ल जस्तै त्यसलाई चाहिँ अब मैले भनौँ न एउटा सहायक शाखालाई चाहिँ नेताको रूपमा चाहिँ विकसित गर्नु पर्यो एक हाँगा भने चाहिँ त्यसलाई तपाईँले गरेर देखाइदिनुहोस् न एकपटक है यसलाई सहायक हाँगा बनाउनलाई हजुर यो मेनबाट आएको हुनु पर्छ हजुर। यो छैन छैन। यो आफैमा सहायक छ आफै सहायक हो त्यसको पनि अझ उपसहायक भयो त्यो चाहिँ अँ। उपसहायकको नामै हुँदैन हजुर। हामीले लिने फल हो किन हजुर। यहाँबाट कम्पिटिसन आयो नि अँ। मैले यहाँबाट थाले ठिक छ किन यो वाला ऊ छ नि सुट हजुर। त्यस्तो सुट यहाँबाट लिने हजुर। यहाँबाट म बिममा जान्छु हजुर। यसलाई यहाँ रिङ छ म यहाँ हाने यसलाई पनि यहाँ रिङमा हामी यसलाई रोक्न सकिन्छ रिङ स्पर आइसकेको छ यो 40% कमजोर नै छ यो 100मा यो 40% नै होला ओहो। त्योभन्दा 50 त छैन छैन। 30% मात्रै छ यतिसम्मको हामीले मेनबाट चाहिँ हाँगा राख्ने हजुर यसलाई पनि बराबर 50मा आइसक्यो यो पनि मैले फालेँ अब तपाईँ यसले बिगमा फाल्दा छाला पनि फट्छ होइन हजुर जुन यहाँ पेप्री बारी यहाँ फटेको छ हजुर। त्यसैले
छाला फटाएर इन्फेक्ट गर्नुभन्दा बरु समय लागोस्, हामी रुख नबिगारेर अगाडि जान सक्छौँ। हजुर हामीले यो खुल्ला छोड्ने तरिकाले, लापरवाही काट्ने तरिकाले स्केल रोग हो हेर्नु सर। यहाँ अहिलेसम्म सायद कसैले देख्नु भयो भएन। गयो नि होइन तपाईँको कृत्रिम चिजहरूले सबै बनाउँदा यस्तै हुँदो रहेछ। बरु चाहिँ तपाईँको पुराना क्या काठै नगरेका छेउ अहिलेसम्म चाहिँ कसेका थिए। आयु लामो गरियो भन्ने त थाहा भइसक्यो त, आज कष्ट भयो क्या। पेपर स्प्लिट भन्ने कारणै त्यही त स्यापको मेन्टेन नभएर त रहेछ भन्ने कुरा। अस्ति मलाई धन्ने स्कुलमा यहीँ छेउ पारेको बच्चाहरू, यहाँ ठुलो गाडी काठमाडौँ जाने गाडी यहाँ रोकेको रहेछ। बच्चाहरू त्यहाँ अगाडिबाट पछाडि आएर देख्दैन नि, हाल्ने क्या थाहा हुन्छ त। हजुर भाइ